रहेछ यो पाकेको छ बे। अब यो तिनटाको व्यवस्था गर्नुपर्छ। ल है गाइज हाम्रो यहाँ स्ट्रबेरी पाकेको रहेछ। के गरिदियो भावेश? होमवर्क लेखेको के को होमवर्क हो यो? दुईटा चाहिँ पाकेछ भन्नुभएको थियो। सो हाम्रो स्ट्रबेरी चाहिँ स्टोरी भन्नु यहाँनिर पाकिसकेको रहेछ। एउटा उतातिर रहेछ एउटा यहाँ रहेछ भनेपछि ल त मेरो पक्रिदियो अदिसा। हामी चाहिँ यताबाट जानुपर्ने हुने रहेछ। दुईटा छ यहाँ, तीनटा रहेछ। यो त सानो छ। अम्मिलै होला। ए फुल छैन। फुल लागेको। सो यहाँ हेर्न सक्नुहुनेछ तपाईँहरूले, यता चाहिँ फुल लागेको रहेछ। यहाँ चाहिँ सानो खालको यहाँनिर चाहिँ यो डमा रहेछ। यो चाहिँ पाकेको छ। यो चाहिँ पाकेको छ। यतातिर फुल फुल्दै रहेछ। ल अब हामी टिप्नेछौँ है यसलाई। अब यो तिनटाको व्यवस्था गर्नुपर्छ। स्टोरी बन्यो। अत्था छाला मात्र उड्थ्यो। स्ट्रबेरी टिप्नु गएको झन्डै आफ्नै स्टोरी बनेको छैन। छाला मात्र सोखेर गयो कि धट पर्दैन। कस्तो गुलियो वाउ। बडा दामी रहेछ। गुलियो छ त। खिच्यो क्या पुतली पनि रहेछ। होइन लिची जस्तो हुन्छ कि? लिची जस्तो हुन्छ। यता छ ड्रागन फ्रुट त गाछी मात्र। ड्रागन फ्रुट फल्ने बेला चाहिँ भयो होला अब। के हो के भयो? मेरो फोनको क्यामेरा आयो। मेरो पनि ब्लर आयो जस्तो छ। अथा यो ड्रागन फ्रुट अब वैशाखबाट फल्छ। यहाँ लिचीको फल्दैछ। म्याङ्गो यो मेरो हेर्न सक्नुहुन्छ। अथा कस्तो दुख्यो। ल हाम्रो चाहिँ यहाँ माछा बन्दै रहेछ। ल यहाँ माछा बन्दै रहेछ। बजारमा केही पनि देखेन। ल त्यहाँ झोल। त्यो अहिले लाग्यो भने त्यहाँ बलमा अहिले। ल यो चाहिँ माछा है। ल लेट्स गो गाइस। यहाँ चाहिँ हुँदैछ है। चाहिँ हामीले अर्ग्यानिक हामीले आफैले पालेको माछा हो। अनि बजारबाट किनेर ल्याएको है गाइस। हल्का जिस्किएको। ल अब हामीले यो सब खानुपर्ने हुनेछ। हवेस के खाएको? चाउचाउ सकिसक्यो त नि। चाउचाउ त छैन त। चाउचाउ त खोल मात्र छ त। अब चाहिँ एकछिनमा खाना खानुपर्ने हुनेछ त्यो माछासँग। त्यो एकछिन अब स्ट्रबेरी खाँदाखेरि हेरेर के भयो हालत देख्नुभयो होला। अब हामी फुचेहरू के छ? फुचे आइज।
बस 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 त्यहीँ बस त्यहीँ बस बस नै भएको नरहेछ सो हामीले चाहिँ यहाँनिर आँपको रुखमा कलर गरिसकेको थियो हल्का चुना लगाइदिएको किनभने यहाँनिर गर्नै पर्यो बिहान बिहान खनेर यता लिचीको यो चाहिँ यो कागती हेर्न सक्नुहुनेछ हाम्रो घरमा धेरै चिजको रुख छ त्यसपछि अब हाम्रो मेरो मम्मी यहाँ चाहिँ ड्रागन फ्रुटको बोट पनि छ है हाम्रो टमाटो के छ त